जाडो जाडोमा तातो तातो कफी ओइ तनमती आएछ त नि वेलकम टु माई युट्युब च्यानल खालिङ मिनी ब्लग। हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज चाहिँ म चाहिँ बाहिर छुट्टी परेको छ अनि बाहिर घुम्न जानु लागेको साथीहरू है। मेरो ब्लगहरू छोटो ब्लगहरू लिएर आउने छु, हजुरहरूले हेरेर साथ दिनु होला है त। के भन्छ ट्याक्सीमा चाहिँ हामी जाँदैछौँ है त साथीहरू। फेरि सुरु भयो हैन ब्लग। कस्तो मोटी भएको म चाहिँ कहिले घट्नु हो म चाहिँ कहिले घट्नु। कस्तो सानो हुनु नि यत्रो अनुहार क्यामेरामै नघट्ने साथीहरू। एकदमै पानी पर्नु लागेको छ तर सरले भनेको आज चाहिँ पानी चाहिँ पर्दैन रे, चिसो चाहिँ हुन्छ, ज्याकेट चाहिँ डह्रो लाएर जाऊ है भन्नुहुँदै थियो। फुल ए होइन हौ यो फुल त बनमारा फुल भन्छ हौ, कस्तो राम्रो है। त्यो ए ल ल गाईकार त के भन्छ मोला चाहिँ खोलौँ न त नि मोला चाहिँ खोलौँ गाईकार। समुद्र आइसकेपछि त म त आयो भन्नु लागिहाल्छ क्या मलाई त। मोलस पार्क के समुद्र चाहिँ निस्क्यो है। अब यहाँदेखि यता गएपछि सक्यो नि यसले झारिदिइहाल्छ नि। तरिकाले गएको त देखाउनु पर्छ। बिजोक तरिका आएर सबै मान्छे उभिएर मोमो चिया चिया चाहिँ दामी छ है। विदेशमा गयो कि यस्तो सबथोक छ साथी गाइजहरू सबथोक छ। हामी चाहिँ अब पर फोटो खिच्न जाने यता समुद्रमा कति खिच्ने भनेर होइन। फाइनली मैले चाहिँ कपाल काटिसकेँ। ल अब फाइनली मैले चाहिँ आज कपाल काटिसकेको छु साथीहरू। यस्तो कट काटेको छ कस्तो छ होला भनिदिनु होला। नेपाली पार्लर अहिले घाम लाग्यो के अब चाहिँ हामी फेरि पनि अर्कै हामी चाहिँ अर्कै बहिनीहरूलाई फेरि पनि भेट्न जाँदैछौँ। अर्को बहिनीहरूलाई भेटेर आयौँ। अब यता अर्को बहिनीलाई भेट्नेछु है। लास्टै प्याक रहेछ होइन। हामी यता घुम्दै गर्छौँ त त्यसो भए अहिले निस्केर आउनु त भात खाएर। नाइ हामीले मोमो खाएको। मोमो खाइसक्यो के मोमो खाने भरे यस्तोबाट घुमेर आउनु होइन। अहिले निस्केर कल गर न एक कल ल। अनि यो साइड आऊ ल। ओके फाइनली साथीहरू हामी चाहिँ अब यता फोटो खिच्न लागेको छौँ है। उताको साइड चाहिँ हाम्रो बस स्ट्यान्ड उता जाने ठाउँ छ। यो चाहिँ सानो पार्क जस्तै। यहाँ चाहिँ कार्यक्रम हुन्छ कोही कोही बेला यसमा चाहिँ यो पिङ्क भएको ठाउँमा चाहिँ कार्यक्रम हुन्छ क्या कोही कोही बेला। यहाँकै मान्छेको फेस्टिभलहरू के मनाउँछ क्या। यहाँ चाहिँ यस्तो यो चाहिँ उता समुद्र चाहिँ सिधै उता पुग्छ। यहाँ होइन त बिहान देखेको यस्तो
राम्रोसँग यहाँनिर आउँदै यस्तो खालको खेल साथीहरू मजा छ यसमा त बाफ्रे माई गड माथि माथि पर्दो रहेछ माई गड पऱ्यो भने पिङ हो यो म त रिङबाट लागेर मर्छ होला नाइस यस्तोहरू पनि रहेछ यो चाहिँ के हो बेबीको होला सायद एकदमै राम्रो ठाउँ छ साथीहरू यता चाहिँ बोर्डहरू आऊ यता माया खै हात औँलाले छेकिन्छ अरे कता बुझ्छु साथीहरू फाइनली हामी चाहिँ घुमघाम गर्दैछौँ भने त कस्तो मधेर आएको कति मधेर है यहाँ कति राम्रो आएको होइन न यता 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 चाहिँ कसरी खिच्ने साथीहरू यस्तै छ आज चाहिँ घुमघाम ल आऊ आऊ बनाउँदै म त बनाउँदिनँ कति ठुलो पिङ है साथीहरू यहाँ चढौँ अबे होस् पिसाबै आउँछ हौ म त यहाँ चढौँ भने त रियली साँच्ची के यहाँ फोटो खिच्ने यहाँ खिचेको होइन गफिलो फोन छ हाम्रो चाहिँ फोटो खिच्दियौँ प्लास्टिकको बोतल लाउने पनि कस्तो राम्रो त्यो क्या उयोहरू यहाँ फोटो खिच्ने यहाँ अनमिलेदी म त पुग्यो कस्तो राम्रो कत्रो हाई बिस्तारै तल झर्दो रहेछ माथि टुप्पोमा पुऱ्याएर मुनि झर्दो रहेछ यहाँ चाहिँ फाइनली यस्तो छ साथीहरू ओए ऊ पर जाने लास्टै आज समुद्र चिसो चिसो है एकदमै रहेछ अस्ति मान्छेहरू नि यहाँबाट जम हानेको पो त यो टुप्पोबाट कहाँबाट यो टुप्पोबाट त पौडी खेल्ने केटाहरू क्या यहाँ टुप्पोमा चढ्दो रहेछ होइन अनि पोलको टुप्पोमा चढेर बुरुङ्गै हाम फाल्ने कास प्रिय तिमी र म यहाँ भइदिए यो चियरमा बस्नु पाइदिए अरे क्या पोइ भएको मान्छेले यस्तो भन्नु सक्छ सुहाउँदैन भनेको मतलब पोइलाई भनेको क्या पोइसँग सट्टासँग यहाँ बस्नु पाएँ मजा आउँछ क्या आउँदैन होला पोइसँग त खासै मजा नआउला हौ बस्नु लो यस्तो जाडोमा हेर्नु न कस्तो है चिसो नभएको जाडो नभएको मान्छेहरूलाई यो अवस्थामा पुग्यो त साथीहरू हामी त हेर्नु न धेरै जाडो भयो यस्तो चिसो साथीहरू यो अवस्थामा पुग्यो लास्टमा चाहिँ अघि चाहिँ नाङ्गे भएर यस्तो खोली टिकटक बनाइयो अहिले त यी छैन नि जाडो आयो जाडो दोस्तनहरू चाहिँ यहाँ रहेछ नि कति कहाँ जानुभएको ओइ चनमती आएछ त नि के यस्तो घुम्नु आउँदा नि के हो डियरसँग बिजी के हो के हो छैन है कमेन्ट समेन्ट के छैन ओ छोडी छिटो नाच छिटो तिमीहरूको आज उयो होइन लु छिटो नाच टोइलेट
चाहिँ गीत गाउने रमाइलो गर्ने गर्छन्। यो चाहिँ नेपाली रेस्टुरेन्ट हो होइन, नेपाली रेस्टुरेन्ट सबैजना मान्छेहरू हुन्छ। फ्राइड राइस भुटेको भात खान लागेको, भुटेको भात खान लागेको। चेस गर, चेस चेस चेस।